यो पर्व चाहिँ सादा हो। त्यो सादा पर्व भएका कारणले पुष्प नभइकन त के कुरा गर्छ सबै सिमेन्टिनु राम्रो कुरो हो। सिमेन्टिनु भन्यो भने हामीले चाहिँ मरे गाडी पनि छोड्नु हुँदैन। मेरो आत्मधारणा त्यति हो। अब देवीको त यहाँ मन्दिर स्थापना गरेको छ जाने हो म देखाइदिन्छु। आज पुरैले देवीको मन्दिर स्थापना थलारावालाले यहाँ पानीमा आफ्नो जग्गा मन्दिर बनाइ उनले पूर्णिमा पुज्ने गरेका छन्। अस्ति मलाई जाने यो थलारा खदेडा आड सब सिमेन्ट गरी व्यवस्था गर भनेर भन्दै थिएँ। मैले त्यो सिमेन्ट व्यवस्था भनेको पूर्णिमामा चाहिँ मेन ठाउँ हो। आडै पुजौँ, पञ्चमीमा यहाँ पुजौँ। हामी उता जाने मान्छे जान्छन् अनि फर्केर हामी यहाँ पनि सहभागी हुनु होइन। खदेडावालाले पनि त स्कुल ठ्याक्क कहाँ कुलातिर पुज्ने गरेको वहीँ खदेडामा त्यो त अब वहीँ भयो। यहीँ छ भने मन्दिर बनाएको। त्यसमा अस्ति उनले आफ्नो जमिन लिएर मन्दिर बनाएको छ। अनि त्यसमा अस्ति सरकारी पैसा आयो त्यो मन्दिर बनाउनलाई। उनीहरूले त्यो पैसा रिजेक्ट गरिदिए। किन रिजेक्ट गरे भन्दाखेरि त्यो सरकारी पैसाले त्यो सार्वजनिक हुन्छ। सार्वजनिक भइसकेपछि हामीले कसैलाई त्यो मन्दिरमा नआऊ भनेर भन्न पाइएन किनभने गभर्मेन्ट लगाएर लागेको छ। त्यो कारणले यो त हाम्रो परिवारको मन्दिर हो। हामी आएका मान्छेहरू जस्तो दलित आइदिएला अर्को आइदिएला त्यो रोक्नु हामीलाई गाह्रो होला भनेर यो त